वेलकम छ सबैलाई मेरो ब्लगमा है। आज चाहिँ हामी बसमा चढेर हामी जाँदैछौँ है। हामी सालमिया जाँदैछौँ अनि हाम्रो यहाँ मेरो साथी छ दुईजना, ऊ पनि मसँग जाँदैछ। दुईजना साथीहरू हामीहरू है, तीनजना भएर घुम्न सालमिया है। अनि यहाँ बाहिरको नजर हेर्नुहोस्, घाम लागिरहेछ है। अनि हेर्दै जानु होला अगाडि कहाँ जान्छौँ हामीहरू है। स्टे ट्युन गाइस, हेर्दै जानु होला है। ल साथी, हामी फाइनली आइपुग्यो है सालमिया। बसबाट उत्रेर है हामी जाँदैछौँ। यो चाहिँ सालमिया हो है। अनि मेरो साथीहरू चाहिँ दुईजना अगाडि जाँदैछ है। हेर्नुहोस् होला, अब तपाईँहरूलाई देखाउँछु है हामी चाहिँ खास चाहिँ कहाँ आएको रहेछ, हाम्रो डेस्टिनेसन चाहिँ कहाँ हो भनेर है। हेर्दै जानु होला है। डेस्टिनेसन भएको जग्गामा चाहिँ आइपुगेको छु है। अब तपाईँहरूलाई देखाउँदैछु है। हेर्नुहोस्, मेरो साथीले चाहिँ एकदम ह्यान्डसम लुक्स दिँदैछ है। अनि मेरो साथी अर्को साथीले चाहिँ क्यासै छैन अरे अनि है, क्यास निकाल्दैछ एटिएमबाट। हो, यो क्यास निकालेपछि चाहिँ हामी चाहिँ यहाँ हुन्छौँ। अब हामी यहाँ जाँदैछौँ है। हाम्रो डेस्टिनेसन चाहिँ कहाँ होला भनेर तपाईँहरूलाई भइरहेको होला होइन। यो चाहिँ हो अमन भेलपुरी। हामी चाहिँ यहाँ खान आएको हो है। यहाँ चाहिँ एकदम वान अफ द बेस्ट पाउँछ है। यहाँ चाहिँ तपाईँको भेलपुरीहरू है, पुरी छोला भटौराहरू है, मिठाईहरू। यो चाहिँ रेस्टुरेन्ट आइपुग्यो हामी भित्र। अनि मेरो साथी चाहिँ बात मार्दैछ फोनमा है। ल हेर्दै जानु होला है। अब हामीले के अर्डर गर्छौँ। मेरो अर्को साथी पनि आइपुग्यो भित्र। अब हामी अर्डर गऱ्यो, हामी वेट गरिरहेछौँ अर्डरको। ल मैले चाहिँ छोला भटौरा अर्डर गरेँ है। ठुलो पुरी छ, थुप्रो पुरी छ है। अनि अब साथीलाई पनि पर्ख्यौँ, उनीहरूको पनि आउँदैछ है। त आइसकेर चाहिँ स्टार्ट गरौँ खानको लागि। ल दुईजना साथीको पनि आइपुग्यो। हेर्नुहोस्, छोला भटौरा, पेप्सी, अन्त यहाँ बिचमा चाहिँ तपाईँको चिल्ली, पिकल्सहरू पनि राखिदिएको हुन्छ है। ल म पनि खान थालेँ, साथीले पनि खानु थालेको छ हो। एकदम दामी मिठो स्वादिष्ट है, यहाँको डिलिसियस छ यो, राम्रो लाग्यो खानु। खाइसकेर चाहिँ हामी अब यहाँ यसकै छेउमा चर्च छ। चर्च जानु पऱ्यो भनेको त अलिकति टाइम भएन रहेछ हो, त्यसले गर्दा ओपन भएको छैन। अन्त अन टाइम खोलिने रहेछ चर्च। यो चाहिँ हाम्रो सालमियामा छ है चर्च है। अल्ड्रिफाईको अलिक अगाडिको बस स्टप छ, बस स्टपको अपोजिटमा चाहिँ चर्च छ है। चर्चको बाहिर चाहिँ एउटा केही पनि साइन छैन, अब उताको जस्तै इन्डियामा जस्तो छैन है। अनि यहाँ हामी आइपुग्यो एमआरजी चर्च। अब अहिले खोलेको छैन, त्यही भएर साथीलाई खान मन लाग्यो है। पटेटो, स्प्रिङ पटेटो है। हेर्नुहोस्, साथीले अर्डर पनि गर्यो। एकदम क्रिस्पी छ है, स्पाइसी पनि छ है। एकदम जसलाई खानु मन लाग्छ आएर खान सक्नुहुन्छ, एकदम दामी छ है। अनि खाएपछि मेरो साथी अर्को साथीको चाहिँ घडीको चाहिँ बेल्ट फेर्नु थियो। अनि बेल्ट यहाँ किन्दैछौँ है, बेल्ट लाउँदैछ। जानुहोस् होला है। हामी यो सकेपछि हामी कहाँ जान्छौँ। अनि यहाँ हामी बेल्ट फेरिसकेर हामी यहाँ एमआरजी ओल्ड सुक, यहाँ चाहिँ एकदम घुम्ने एरिया एकदम राम्रो छ है। यहाँ राति नाइट भयो चाहिँ एकदम दामी हुन्छ है, लाइटहरू है, वाटर फाउन्टेनहरू हुन्छ यहाँ अगाडि है। एकदम भिड हुन्छ यहाँ चाहिँ एकदम राति चाहिँ। अहिले पनि घाम लागिरहेको छ, तर चिसो नै छ, त्यस्तो अब गरम पनि छैन है, समर सिजनको जस्तै छैन। अनि यहाँ साथीहरूले जाँदैछ अगाडि, म चाहिँ यसको पछाडि है भ्लग बनाउँदै है। अनि आजको दिन चाहिँ एकदम राम्रो भयो है। छुट्टीको दिन आज घुम्नु निक्ल्यो है हामी सबैजना केटाहरू, दुईजना तिनजना यस्तै छ। बेला बेलामा यसरी घुम्नु जानुपर्छ है, काम मात्रै कति गर्नु होइन। ल फेरि हामी घुमघाम परेर चाहिँ हामी चर्च आइपुग्यौँ है। यो चाहिँ हाम्रो चर्च खोलिएछ, ओपन
भएछ है। चर्च पनि एटेन्ड गर्न आएको थियौँ हामीहरू, तर अब यो भित्रको तपाईँलाई देखाएन है चर्चको चाहिँ। अनि अब चर्च सकेर चाहिँ अब बस